हेलो साथीहरू नमस्कार हैन। आज चाहिँ म फेसबुकको बारेमा केही इम्पोर्टेन्ट अपडेट लिएर आएको छु। सो अपडेट के हो भन्दाखेरि अनि सबैजनालाई चाहिँ धेरै धेरै यसको फाइदा हुनेछ भन्दै चाहिँ म त्यसको के बेनिफिट हुनेछ भन्दाखेरि चाहिँ सबैजनाले यो भिडियो हेर्नु होला। म त्यहाँ सबै देखाउने स्क्रिन रेकर्ड हाल्ने। अब चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ फेसबुक ओपन गर्नु होला। फेसबुक ओपन गरिसकेपछि तपाईँले चाहिँ कसरी चाहिँ भिडियो अपलोड गर्नु भन्दाखेरि प्रायः सबैजनाले चाहिँ पोस्टबाट गर्नुहुन्छ माथि प्लस आइकनबाट। मैले चाहिँ मेरो चाहिँ च्यालेन्ज पुरा गर्नको लागि चाहिँ म अर्को ठाउँबाट गरेर देखाउने छु। सो सबैजनाले चाहिँ तपाईँहरूले चाहिँ जहाँबाट गर्नुहुन्छ त्यो सेम हो, तर चाहिँ मैले चाहिँ यहाँबाट गर्दैछु। त्यही अब यो भिडियो फर एक्जाम्पल मैले यो भिडियो सेलेक्ट गरेँ। यो सेलेक्ट गरिसके पछाडि चाहिँ मैले चाहिँ यसलाई नेक्स्ट गर्छु अनि त्यसपछि मैले के चाहिने हो यसमा चाहिँ लगाउँछु स्टिकर यताउति हैन। के लेख्नु छ भने लेख्छु अनि त्यस पछाडि चाहिँ देखिसके पछाडि मैले यहाँनिर जब टाइटल लेख्छु टाइटलमा चाहिँ म टाइटल लेखिदिन्छु अनि त्यसपछि त्यसको मुनि अरू केही चिजहरू लेख्नु छ भने त्यहाँनिर ह्यासट्यागहरू केही लगाउनु छ भने लगाउँछु। बेस्ट चाहिँ 5 वटासम्म ह्यासट्यागहरू हुन्छ। मैले चाहिँ 6-7 वटा लगाइदिन्छु अनि त्यो लगाइसकेपछि चाहिँ त्यहाँनिर मुनितिर हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ लेखेको छ एआई ट्रान्सलेटिङ अनि यता यो भनेर चाहिँ अनि यसलाई चाहिँ तपाईँले गएर त्यहाँनिर भित्र गएर चाहिँ सबै 4वटै देशहरूको ल्याङ्ग्वेजहरूमा चाहिँ पनि गर्न सक्नुहुन्छ, एउटा पनि गर्न सक्नुहुन्छ। अहिले चाहिँ फिलहाल 4वटा अहिलेको सिचुएसनमा चाहिँ 4वटा देशको 4वटा ल्याङ्ग्वेजमा मात्रै देखाइरहेको छ। पछि गएर चाहिँ यो हरेक कन्ट्रीमा मतलब सबैलाई मिल्ने छ र यो चाहिँ अहिले चाहिँ सबैलाई अपडेट आइसकेको छैन, मलाई आइसकेको छ र अरूले चाहिँ धेरैलाई आएको छैन हैन। सो त्यही पनि सबैलाई चाहिँ मिल्छ। हजुरहरू चाहिँ नआत्तिनु होला, सबैजनाको अपडेट आउँछ। अपडेट आयो भने चाहिँ मिल्छ र मलाई आइसकेको छ, त्यही भएर हजुरलाई म देखाउन गइरहेको छु। अनि यसलाई चाहिँ यो गरिसक्नु भयो भने चाहिँ यो गरिसकेर चाहिँ प्लस गरेर नेक्स्ट गरेर जानुहोस् अनि त्यसपछि जस्तै एडिटिज पहिले तपाईँले जस्तै भिडियो अपलोड गर्नुहुन्थ्यो त्यस्तै नै हो र यो चाहिँ यसले गर्दाखेरि चाहिँ हाम्रो सबैको चाहिँ अर्निङ पनि बढ्ने प्लस अरू नबुझ्ने देशहरूमा बुझ्ने तरिकाले पनि हेर्न सक्ने भयो अब हैन। हिन्दी अनि अरू पोर्तुगिज अनि त्यहाँदेखि इङ्ग्लिस अनि अरू ल्याङ्ग्वेजमा पनि अब सबैजनाले चाहिँ ट्रान्सलेट गरेर हेर्न सक्नुहुन्छ। र पहिले चाहिँ के थियो भने ट्रान्सलेट गरेर हेरिन्थ्यो, तर अब चाहिँ केही गर्नु पर्दैन, आफै क्याप्सन पनि आउने, सबै अब ट्रान्सलेट गरेर चाहिँ सबै आउने भएको कारण चाहिँ अब क्रिएटर्सलाई चाहिँ धेरै फाइदा छ। यसले चाहिँ बाहिरको भ्युवर्सहरू धेरै आउने चाहिँ यसमा चाहिँ धेरै फाइदा। कमेन्ट गर्नु होला र सबैले जसलाई मिलेको छैन कन्टेन्ट मोनेटाइज कमेन्ट गर्नु होला र यो सबै फिचर्सहरू पाउनको लागि चाहिँ मेहनत गर्नुहोस्। मेहनत गरेपछि सब पाइन्छ भन्ने मेरो धारणा हो। सो थ्याङ्क यू सो मच फर वाचिङ।